नमस्कार, म समाज सुवेदी। धेरै पछि एउटा भिडियो फेरि पोस्ट गर्न मन लाग्यो। मेरो चाहिँ भिडियोमा आधारहीन र तथ्यहीन कुराहरूलाई चाहिँ मैले अन्टसन्ट कुराहरू लेखेर मान्छेलाई चाहिँ कन्फ्युज बनाउने टाइपको चाहिँ हुँदैन र यो गर्नु पनि सामाजिक अपराध हो। आजको मेरो विषयवस्तु भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्द सूचीमा जुन व्यक्तिहरू हुनुहुन्छ उहाँका विषयहरूमा भएका टीका टिप्पणीलाई लिएर नै मैले चाहिँ सानो मेरो चाहिँ आफ्नो अवधारणा चाहिँ तपाईहरु सामुन्ने राख्न चाहे। यदि म चाहिँ गलत छु भने पनि मलाई चाहिँ कमेन्ट मार्फत इनबक्स मार्फत चाहिँ मलाई चाहिँ नि आउलाउन सक्नुहुन्छ। यसो भन्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न पदमा बस्नुभएका व्यक्तिहरूले बेला बेलामा मलाई चाहिँ एमालेको भीम रावलको संज्ञा दिनुहुन्छ, किनकि मैले राष्ट्रिय स्वतन्त्र पार्टीमा यदि कसैले चाहिँ नि नराम्रो काम गर्छ, गल्ती गर्छ, कमजोरी गर्छ भने मैले औलाउने गरेको छु र यो मैले चाहिँ भिडियो मार्फत होइन, प्राय चाहिँ नेताहरूकै अगाडि मैले भन्ने गरेको छु। मलाई कुनै पनि किसिमको चाहिँ पदको लोभ पनि छैन र मैले चाहिँ पदमा आएर चाहिँ आफ्नो स्वार्थ पुरा गरौँला भन्ने चाहिँ सोचेको पनि छैन र चाहिँ कसैले पनि यो सोच्नु हुँदैन भन्ने नै मेरो चाहिँ मानसिकता हो। अहिले अब चाहिँ हामी यही समानुपातिककै विषयवस्तुमा जाउँ। समानुपातिकको अवधारणा के हो भन्ने कुरा बुझ्नुपर्छ भन्दा पहिला है। समानुपातिकको अवधारणा भनेको भौगोलिक विकटताले ठाउँ पाओस् हैन, पहुँच र पावर छ, योग्य व्यक्ति छ तथापि नेताहरूको नजिक छैन र ऊ चाहिँ सभासद हुन सक्दैन भने पनि त्यस्ता व्यक्तिको पनि आवाज संसदसम्म पुगोस् भनेर चाहिँ विभिन्न चाहिँ नि जाति, धर्म, लिङ्ग र चाहिँ भौगोलिक हिसाबले चाहिँ टाढिएका दूरदराजमा रहेका चाहिँ त्यस्ता सक्षम व्यक्तिहरू पनि संसदमा आउनुपर्छ, उहाँहरूको आवाज सुन्नुपर्छ र चाहिँ त्यहाँका चाहिँ समस्याहरूलाई चाहिँ अगाडि ल्याउनुपर्छ भनेर नै यो समानुपातिकको चाहिँ जुन छ कोठा राज्यले चाहिँ यति बेलाको चाहिँ व्यवस्थाले चाहिँ लिएर आएको अगाडि हो। र यो चाहिँ पोस्ट जुन थियो पुराना पार्टीहरूले रिजर्भ गरेर आफ्ना चाहिँ नातेदार, आफ्ना चाहिँ ज्वाइँ चेलाहरूलाई चाहिँ लिएर आउँथे। त्यसैको विरोध स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ यति राम्रो चाहिँ नि यति डाइनामिक हिसाबले चाहिँ योलाई चाहिँ प्राइमरी इलेक्सन गरेको थियो नि। राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक लिस्टमा पर्नको निमित्तै योग्य कम्पिटेन्ट व्यक्तिहरूले सबभन्दा पहिला प्राइमरी इलेक्सन लड्नुपर्छ र यही चाहिँ प्राइमरी इलेक्सन लडेर आफूलाई चाहिँ योग्य साबित गरेर रिजल्ट आउने क्रममा, रिजल्ट आउँदाकै दिनमा चाहिँ जो चाहिँ 110 वटा पोस्ट थियो त्यसमा चाहिँ नितान्त राष्ट्रिय स्वतन्त्र पार्टीका योग्य व्यक्तिहरूलाई घन्टी मित्रहरूले चाहिँ अनलाइन मार्फत इलेक्सन गरेर उहाँहरूको नतिजा बाहिर ल्याउँदै गर्दा त्यही दिनमा चाहिँ अचानक के भयो भन्दा कुलमानजी र चाहिँ हाम्रो चाहिँ बालेनजीसँग चाहिँ एकता गर्ने क्रममा केही पर्सेन्ट उहाँहरूलाई दिने जुन सम्झौता पार्टीले चाहिँ इन्टरनल सम्झौता गर्यो त्यसमा चाहिँ हाम्रो तर्फबाट मतलब चाहिँ कुलमान घिसिङ र चाहिँ बालेनसँग चाहिँ सम्झौता हुनु अगावैका चाहिँ व्यक्तिहरू जो कम्पिटेन्ट पर्सनहरू हुनुहुन्थ्यो उहाँलाई फिल्टर गर्नु पूर्व नै बालेनजी र चाहिँ कुलमानजीलाई चाहिँ दिने केही पर्सेन्टले कम्पिटेन्ट यता रासोपामा भइरहेका कम्पिटेन्ट व्यक्तिहरू चाहिँ काटिन पुग्नुभयो र उताबाट चाहिँ सेलिब्रिटीहरू आउनुभयो। र अब यसलाई त सबैले चाहिँ बुझेको कुरा न हो, तथापि यो चाहिँ हाम्रो मर्म विपरीत रासोपाको चाहिँ रुल रेगुलेसन विपरीत भएको हुनाले चाहिँ अहिले चाहिँ केही व्यक्तिहरूको हाम्रो पनि मन दुखेको छ। अब आइन्दा यस्तो चाहिँ नहोस् भनेर लोकतान्त्रिक विधिबाट नै मत परिणामलाई चाहिँ सर्वोपरि सम्झेर चाहिँ मत परिणामको चाहिँ इज्जत गरियोस् हैन। र चाहिँ कुनै किसिमको चाहिँ भविष्यमा यस्ता आफ्ना चाहिँ योग्य व्यक्तिहरूलाई नै पछि पार्ने गरी र चाहिँ दुनियाँको आँखामा चाहिँ हामी पनि त्यस्तै पुरानै दल हौँ कि भन्ने गरेर चाहिँ हाम्रो चाहिँ नेतृत्वले चाहिँ कदम नचालोस् भन्दै मैले चाहिँ यो भिडियो चाहिँ पोस्ट गर्न चाहन्छु। र म चाहिँ सम्पूर्ण साथीहरूलाई के पनि भन्न चाहन्छु भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी विशुद्ध चाहिँ आधुनिक पार्टी हो। यसले कहीँ कतै पनि चाहिँ योग्य व्यक्तिहरूलाई चाहिँ पछि पारेर आफ्नो नातेदारलाई चाहिँ नि पोस्ट बाँड्दैन भन्ने कुरामा चाहिँ विश्वस्त हुन पनि अनुरोध गर्दछु। धन्यवाद। जय घण्टी। नमस्ते भनिदिनुहोस् त्यहाँ। थ्याङ्क यू।